फाइनली गाइस हामी आज फेरि एक नयाँ ब्लग लिएर उपस्थित भएको छु गाइस। माई नेम इज ब्लगर विष्णु र गाइस हामी धेरै दिनपछि आज ब्लग लिएर उपस्थित भएको छु र यता हामी खेततिरै ब्लग बनाउँदैछु। आज आफ्नै घरको पछाडि नै ब्लग सुटिङ हुँदैछ यो पनि। र गाइस आज हामी यता बाख्रा चाहिँ लिन आएको थिएँ। यता बाख्राहरू छ, अँध्यारो पनि भइसक्यो, अँध्यारोमा ब्लग सुटिङ हुँदैछ। यता धान खेत छ, चारैतिर धानै धान रोपेको छ र आज हामी बाख्रा चाहिँ लिन आएको थिएँ यता खेततिर। त्यसले अब लिन आए त अब के टाइम नाश गरौँ भनेर एक ब्लग सुटिङ गरिहालौँ। ब्लग सुटिङ गर्न समय लाग्दैन, त्यसले अब एक ब्लग सुटिङ गरिहालेको। र यता धानको खेत छ र यहाँ चाहिँ हाम्रो बाख्रा छ गाइस। राति परिसक्यो त्यसले कराउँदैछ म्या म्या गरेर। यहाँ छ बाख्रा एउटा र अब यहाँ हामी किला चाहिँ यहाँ गाडेको छ। अब यो बाख्रा चाहिँ अब उखाड्न जाँदैछु। यहाँ छ, यो चाहिँ अब हातले अब डह्रो पारेर उखाडिदिए। यहाँ बाख्रा छ चारैतिर, यता खेतहरू छ। र गाइस तपाईँहरू कस्तो हुनुहुन्छ? ठिक हुनुहुन्छ भने हाम्रो यो नयाँ च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरी लाइक गर्नु नबिर्सनुहोस्। हामी यो च्यानलमा जहिले यस्तै ब्लग लिएर उपस्थित गर्छु। माई नेम इज ब्लगर विष्णु। अनि गाइस तपाईँहरूलाई हाम्रो ब्लग कस्तो लाग्दैछ? ठिक लाग्यो भने यो च्यानलमा जहिले यस्तै ब्लग लिएर उपस्थित गर्छु म, ताकि तपाईँहरू यो च्यानलमा धेरै धेरै सपोर्ट गर्न चाहिँ नबिर्सनुहोस्। हामी चाहिँ यो च्यानलमा ग्रुप च्यानल छ, दुईजना मिलेर च्यानल खोलेको। अब पहिलाका च्यानल पनि थियो तर पहिलाका च्यानल चाहिँ अब डिलिट भइसक्यो, त्यसले यो नयाँ च्यानल खोलेको छु। र यसमा तपाईँहरूको सपोर्ट चाहियो, धेरै धेरै सपोर्ट चाहियो। यस्तै ब्लगहरू उपस्थित गर्छु ताकि तपाईँहरू च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस्। आजलाई थ्याङ्क यू, फेरि भोलि आउँछ यस्तै ब्लग। आजलाई थ्याङ्क यू गाइज, आजलाई थ्याङ्क यू, धन्यवाद।